चोरहरूलाई पक्रिँदैछ अरे सो हाम्रो यसमै ठेला हान्यो को यहाँ होइन त्यो मान्छे हो ए थाहा पाएँ मैले को भनेर चिन्ने यिनीहरू पल्केको थियो क्या सफारी लिएर जाने होइन टाइपो लिएर जाने चिन्ने अब यिनीहरू ताजा लास र सफारी नम्बर काले जस्तो लाग्छ काले छैन ताजा सखुवा चोरो ल्याउनु भयो दाजु ल ताजा सखुवा चोरो ल्याउनु भयो अब तपाईँलाई के भन्नु अब सानो तिनो कारबाही मात्र हुन्छ कारबाही अब सफारी कहाँको हो तपाईँ हजुर यहाँ कहाँ बस्नुहुन्छ होइन तपाईँहरूले यस्तै झिल्दा पनि एक भारी बोकेर आएको उताबाट ल्याएको भए केही गर्ने थिएन क्या यत्रो पुरा ढाडु ल्याउँदा त अनि त्यो पनि रिसाइहाल्छ नि अब अहिले उपभोक्ताले अब जेल जान्छ अब हरियाली भनेको भए पनि त भन्ने त्यो पनि होइन लैजाउँ न अब तल दाजु सबै घुमाउनुहोस् तपाईँ घुमाउनुहोस् न तपाईँ नै घुमाउनुहोस् हामी कहाँ घुमाउनु अब तपाईँले यहाँ रोडमा राखेर भरे चोरी सोरी भयो भने हामी जिम्मा लिने तपाईँ ढुक्कै हुन्छ भोलि आउनु कुराकानी गर्नु होइन ल हरियाली लानुहोस् दाजु हरियाली लानुहोस् यो सफारीलाई पक्रेर चाहिँ अब हामी हरियालीमा लाँदैछौँ हरियालीमा हामी सफारी जफत गर्नेछौँ र यो मान्छे चाहिँ भोलि आउनेछ सफारी बुझ्नको लागि र उसलाई के कारबाही हुन्छ त्यो भोलि नै थाहा हुनेछ है गाइस यसरी जङ्गलमा आएर लात्रा काटेर चोर्न त पाएन नि हो गाइस कारबाही हुन्छ यार तपाईँहरूले पनि यस्तो भुल चाहिँ नगर्नु होला है हरियालीभित्र चिरेर काँचो लात्रा काटेर लान्छु भनेर त नसम्झिनु होला यहाँ कारबाही हुन्छ गुनासो यो चाहिँ हरियाली आइपुग्यौँ है हामी गाइस हरियाली आइपुग्यौँ यसलाई अब हरियालीभित्र राख्नेछौँ हेमन्त दाइ गेट खोलिदिनु न दाइ बुढोले सोचेको ला रातारात लान्छु कसले के गर्छ भनेर बुढोको भित्र ल्याउनु दाजु भित्र ल्याउनु उज्यालोमा ल अब तपाईँको सफारी जफत दाजु
लु त अब चाबी लानुहोस् तपाईँ होइन अँ तपाईँ लानुहोस् तपाईँको चाबी हो तपाईँ लानुहोस् अब भोलि बिहान तपाईँहरू 10-11 बजीतिर आउनुहोस् भने यहाँ हुन्छ ल त्यो पनि भयो चाबी यही छ चाबी यहीँ छ चाबी राख्दिनु न जिम्मेवारी मान्छेले राख्दिनु न ल भइगयो चाबी मसँग छ ल ल भोलि आउनुहोस् है तपाईँ 10 बजेपछि होइन 10 बजेपछि 10-11 बजी अफिस टाइममा आउनुहोस् जाउँ है आकाश 11 बजे होइन 10 बजे आउनु न त 10 कटेपछि 11:30 आउनु